हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। साथीहरू, सदा झैँ आज पनि मैले हजुरहरूलाई एउटा नयाँ ठाउँको भिडियो बनाएर देखाउने कोसिस गरेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। आज चाहिँ साथीहरू म पोर्चुगलको लिस्बनमा रहेको एउटा पार्कको भिडियो बनाएर देखाउने कोसिस गर्नेछु हजुरहरूलाई। भिडियो कस्तो लाग्छ? यहाँ पोर्चुगलमा चाहिँ विभिन्न ठाउँहरूमा बजारको बिचमा पार्कहरू यस्तो फुलहरू सजाएर एकदम राम्रो बनाएर राखेको छ साथीहरू, हैन? म हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। यस्तो राम्रो छ, यति सुन्दर बगैँचा छ साथीहरू, पार्क है। फ्लाई फुल यो चाहिँ पोर्तेला भन्ने ठाउँ हो लिस्बनको। र जङ्गलको बिचमा छ। यहाँभन्दा उता एपार्टमेन्ट छ, होइन? ठुलो एपार्टमेन्ट छ योभन्दा पछाडि। यति राम्रो फुल फुलेछ साथीहरू, होइन? हाम्रो नेपालमा गुराँस फुले चाहिँ फुल्या फुलहरू। यता चाहिँ हाइवे छ साथीहरू। यो भन्नुभयो त पुरा एपार्टमेन्ट भयो देख्नुभयो। एकदम जङ्गल पार्क चाहिँ यता छ। म तपाईँहरूलाई त्यो पार्कतिर लिएर जाँदैछु। एकदम जङ्गलको बिचमा रहेको छ साथीहरू। म चाहिँ जाँदैछु। पार्क जाने बाटो यो हो। यसमा चाहिँ गाडीहरू हिँड्न पाइँदैन। साइकल चाहिँ गर्ने, हामी वकिङ गर्नेहरूको लागि हो यो। यस्तो राम्रो फुल फुलेछ हेर्नु, अति सुन्दर एकदम आनन्द छ साथीहरू। भित्र चाहिँ हेर्नु साथै, यही हो पार्क, होइन? जङ्गलको बिचमा रहेछ, सुनसान हुन्छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, एकदम व्यवस्थित छ। डस्टबिनहरू ठाउँ ठाउँमा राखेको छ, होइन? चेयरहरू राखेको छ। साथीहरू, बच्चाहरू खेल्ने ठाउँ, ठुलो पनि रुख रहेछ यता। यसमा माछा पनि थियो अस्ति। अहिले माछा चाहिँ अलिक पानी नहुने भएर देखिन्न थियो। बिहान चाहिँ पानी अलिक सङ्लो हुन्छ, माछा पनि देखिँदैन। रमाइलो छैन त साथीहरू? पार्क सुनसान छ, होइन? बच्चाहरूलाई खेल्ने ठाउँ छ, बस्ने ठाउँ अति आरामदायक छ, आरामदायक। यति सफा सुग्घर छ कि साथीभाइ, हो, होइन? डस्टबिनहरू जग्गामा, होइन? फोहोर व्यवस्थापन राम्रो गरेको छ, है? कति क्लिन छ, होइन? यो चाहिँ सार्वजनिक स्थल हेर्नु न, कति आनन्द छ। सफा सुनसान, एकदम गर्मी छ साथीहरू बाहिर, है? त्यही पनि हेर्नु, रुखै रुख, ठुलो रुख हेर्न सक्नुहुन्छ तपाईँहरूले। फुलहरू हेर्नु न साथीहरू, छेउछेउमा, होइन? बस्ने ठाउँहरू टक्क बनाइदिएर बिचमा
यहाँ हाम्रो साथीहरू यो पानी खाने ठाउँ यही पानी खाने हो पानी आउँछ यहाँ होइन कुकुरले पानी खाने ठाउँ त्यसैले यहाँ चाहिँ बढी जस्तो कुकुर घुमाउनु आउँछ माथि मान्छेले तल कुकुरलाई वरिपरि एपार्टमेन्टहरूले घेरेको बिचमा ठुलो ठुलो रुख भएको पार्क कति आनन्द छ होइन साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले घाँसे मैदान हो यो कति आनन्द छ साथीहरू होइन सुनसान वातावरण बच्चाहरूलाई खेल्ने ठाउँ पनि हेर्नु न साथीहरू झुला झुल्ने सब चिजको फेसिलिटी छ पार्क देख्नुभयो आफ्नो बच्चाहरूलाई खेलाउनु कति रमाइलो हुन्छ होइन एकदम रमाइलो छ अनि कस्तो लाग्यो त साथीहरू आजको पार्क आजको भिडियो कस्तो लाग्यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि यस्तो अर्को नयाँ ठाउँको भिडियो लिएर आउने बाचा गर्दै हजुर बिदा हुन चाहन्छु हस्त धन्यवाद।